गुड मर्निङ जय मसी। आज चाहिँ हाम्रो आजबाट चाहिँ घरेलु सङ्गति बुधबार दिउँसो हुन सुरु भएकोले गर्दाखेरि चाहिँ अब यसरी साइकलमा सररररर लागौँ भनिँदैछ है त। अब हिँड्न लागेको बिरिङ खोलाको पुलमा आइपुग्यो है अहिले। ल यस्तो छ बिरिङ खोला, चारैतिर क्रसर, उता नि क्रसर छ। यस्तो पो छ त यो बिरिङ खोला त। बिरिङ खोलाको पुल अहिले साइकलमा यसरी हिँड्दैछ है त। अब घरेलु सङ्गतिमा जाँदै गर्दा यो चाहिँ बिरिङ खोलाको पुल सङ्गति पनि भयो ल। हल्का झोडी घारीहरू छ, यस्तो बाटो हिँड्नुपर्छ। खोलाको डिल झोडी यस्तो छ बाटो है त। साइकलको यात्रा मजै हुन्छ, बाइकमा हो भने यो बाटो त्यति सकिँदैन। साइकलको यात्रा चाहिँ आनन्दमय नै हुन्छ। बुधबार हुने घरेलु सङ्गतिमा खोलाको डिलै डिल हो यो। साइकल कुदाउँदै क्यामेरा पक्रिँदै मजा आउँछ। आनन्द थुप्रो कुराहरू छ यो ठाउँमा चाहिँ। सेवाकाहरू भइरहेको छ है त। हाम्रो झुन्ड छ धेरै कुरामा, विश्वासीहरू हुनुहुन्छ यहाँ। फाइनल्ली अब आज सेवा हुने घरमा हामी आइसकेका छौँ। यहाँबाट ठक्क गएर ल तोरी फुलेको छ, मकै एकातिर तोरी एकातिर मकै। ल ल है ल है ल है ल है ऊ भर्खर आइपुगे यहाँ हामी। हाम्रो चाहिँ यहाँ सिस्नेमा झुन्ड सेवा हुन्छ यसरी हाम्रो यहाँ दिदीहरूको टेक भेनारको घरमा। अनि हाम्रो झुन्ड सेवा छ यो तलतिर। अनि आज चाहिँ हामी यो घरको लागि घरेलु सेवामा छौँ है त। घरेलुसँग काकाहरू पनि आउँदै हुनुहुन्छ। आज ठ्याक्कै हाम्रो 11 बजे आजबाट चाहिँ दिउँसो सेवाकाईहरू सुरु हुन्छ। ल सबैको अनुहार देख्न पाइन्छ, खुसियाली हुन्छ होइन त। दिउँसो दिउँसो मजा। हामी राति गर्थ्यौँ, अब दिउँसो सबैको लागि राम्रो भयो। भए तापनि होइन उसको शरीरमा उसको जस्तो सुकै भए तापनि उसमा चाहिँ केही न केही अशान्तिहरू, उसको शरीरमा केही न केही कुराहरू चाहिँ भइराखेको हुन्छ होइन। हामीले अरू ठाउँहरूमा बुझ्दा, अरू कुराहरूमा बुझ्दा पनि, अरूहरूलाई हेर्दै गर्दाखेरि पनि, अरू विद्वानहरूलाई उयोहरूलाई हेर्दै गर्दाखेरि पनि, पहिलाको अगमवक्ताहरूलाई हेर्दै गर्दा पनि होइन कति एउटा न एउटा कुराहरूमा चाहिँ शान्ति नभएको कुराहरू थिएन। किन थिएन भन्दाखेरि उहाँको सन्तानहरू थिएन होइन। त्यस्तै यो के अरे नामान भन्ने
जुन व्यक्ति हुनुहुन्थ्यो होइन, उसलाई त्यस्तो अब सबैबाट ऊ हाई थियो, इज्जतदार थियो त्यो मान्छे होइन। उसको शारीरिक शरीरमा पनि ऊ एकदमै हष्टपुष्ट थियो होइन। सबै अब मह कहाँ पठाउँछ हेर त, त्यसले इजरायलको राजा कुमार भाइको घरमा चाहिँ सेला रोटी खाएर गरेछ। मन्दिरा बहिनी पनि खाँदै हुनुहुन्छ। रघुमान अङ्कल आजको वक्ता, आजको सेमिनारको वक्ता उहाँ हुनुहुन्थ्यो। भेना कुमार भाइ, ल हेर्नुहोस् देश विदेशमा भएका सम्पूर्ण हाम्रा मण्डली परिवार यसरी भइरहेछ। ए ल हेर्नुहोस्, तपाईँहरूलाई आउँ हुन्छ फेरि, आउँ होला।